धेरै हिँडे बाटोहरू धेरै तरे खोला आफ्नैसँग बिछोडिने कस्तो भाग्य होला। नियतिको घाम पानीले पोल्यो रुझायो मिठा मिठा सपना पनि यसले उडायो। मलाई यो जिन्दगीले कहाँ पुर्यायो कहिले हँसायो कहिले रुवायो। अब भने खोला खोल्सी बिस्तारै पलाउन थालिसकेको छ। यो पुल हाम्रो ऐसलखा गाउँपालिका जलेश्वरीको तारेबिर स्थित काठे पुल 60 सालमा बनेको अझै ताजै छ, तर अब निकै जोखिममा। एकदमै गडगडाउँदो तरिकाले बगिरहने यो खोला अहिले भने सुस्त देखिएको छ। अब बिस्तारै बढ्ने क्रममा छ, किनकि निकै दिन भइसकेको छ पानी परेको। अनि यो पुल भनेको जीर्ण अवस्थामा, यो पुलको निर्माण गर्ने कसले होला, तर निकै जीर्ण भइसकेको छ, भत्किने क्रममा जारी छ। एकपट्टिबाट पुरै गइसकेको छ। वर्षायाममा निकै यात्रीहरूले कठिन हुनेवाला छ। यहाँ यो कुरा अब हामी सबैले मनन गर्नुपर्छ भन्नेमा कुनै दुईमत छैन। यो खोला एकदमै चर्चित खोला। यहाँ वर्षायाममा निकै माथिबाट झरेको झरना भने टक्क तलसम्म आइपुग्ने गर्दछ। मानिसहरूले ससाना झरनाहरूलाई पनि ठुलो झरनाको रूपमा भयङ्कर तरिकाले प्रचार गरिरहेको पाइन्छ, तर यो झरनाको भने बिल्कुल कसैले पनि त्यति धेरै प्रचार गरेको पाइन्न। हेर्नुहोस् त हजुरहरू, निकै माथिबाट छ। एकदमै शुद्ध पानी यहाँ प्राप्त हुन्छ। वर्षायाममा माथिबाट खसेको झरनाले यहाँ निकै जोडले पिट्ने गर्छ। कति माथि छ त तपाईँहरूलाई देखाउँछु, हेर्नुहोस् है त। माथि रुखको टुप्पोभन्दा निकै माथिबाट छ। विकासको कमी अनि प्रचार प्रसारको कमीले भने यस क्षेत्रको यो झरनाको बारेमा, यो तारेबिर खोलाको कसैले महत्त्व झल्काउन सकेको छैन र चर्चा पनि कमाउन सकेको छैन। निकै माथि छ। यो म बसेको र रेकर्ड गरेको एरिया भने निकै चुर्लुम्मा तरिकाले भिज्ने गर्दछ। तपाईँहरूले देखिहाल्नु भएको छ यो भित्ताभन्दा माथिको जुन रुखको टुप्पो छ त्यो डाँडै हो। त्यहाँबाट खसेको झरनाले यहाँसम्म आइपुग्दा निकै एकदमै रमाइलो तरिकाको दृश्य भने बिल्कुल आभास गर्न सकिन्छ। पहाडको बाटो हिँडिरहेको छ। यहाँ काठमाडौँमा बसिरहेको पहिला कुटारहेको छोरीलाई यहाँ हिँडेको छ। आज अप्ठ्यारो पखेराहरू के भन्नु। वर्षा लगातार यहाँको खोलाले पनि बिस्तारै अब गति लिइसकेको छ। पानी पलाउने क्रम देखिन्छ यहाँ बढेको बिस्तारै। अब असार साउनमा भने म बसेको र रेकर्ड गरेको ठाउँमा उभिन सकिँदैन। यो माथिको छेडीबाट एक्कासी यहाँ बज्रेर आएको पानी तल यो पुलसम्म पनि पुग्ने गर्दछ। यहाँको झरना एकदमै अग्लो झरना छ। नाप्ने हो भने लगभग 300 को हाइटमा होला, तर यहाँ कसैले प्रचार प्रसार र नाप्ने कार्य भने गर्न सकेको छैन। यो जङ्गल एकदमै ठुलो तारेबिर खोलाको जङ्गल। हेलो साथीहरू, नमस्कार। यति बेला म तारेबिर खोला कटेर अलि ओराको एकदमै ठुलो यो कटुन्जे भालुखोप सामुदायिक जङ्गलको जुन मैले विद्यालय पढ्ने बेला देखेको बाटो अनि
हामी प्राय जलेश्वरीको माथिल्लो भेगका वासीहरू हिँड्ने यो बाटो एकदमै चर्चित बाटो अहिलेसम्म पनि विकास हुन भनिसकेको छैन। तर यो बाटो यति चर्चित बाटो हो। ऐसेलहरको प्रख्यात बजार हाम्रो बुढाबुढी 80-90 वर्षका बुढाबुढीहरूले धाएर दिनदिनै बजार जाने आउने, हामीले विद्यालय ऐसेलहरका पढ्ने आउने र यो देउराली र माथिको सालपातिर जाने अनि ठाडेतिर जाने, झारटुपास जाने, बाकाचोल बादल जाने बाटो भने यही पुरानो बाटो हो। यो जङ्गल छिचोलेर जानुपर्ने हुन्छ। पारी देखिरहेको गाउँ भने कटुन्जे काँडे गाउँ, त्यो गाउँ जान यही बाटो प्रयोग हुन्छ। र अहिले भने म एकदमै तारभिर जङ्गलमा छु। यात्रा अगाडि बढिरहेको छ। बसन्तले झपक्कै छोपेको छ पारी। मेरो गाउँ एकदम दृश्य मोहक बनेको छ। यति बेला बादलको छाया अनि कतै घामको झुल्को अनि हरियाली बसन्तको पालुवाले ढपक्कै ढाकेको छ, झपक्कै छोपेको छ। यो हो जङ्गलको बीचको एक्लै घर चन्दनी गाउँ। यो मौसम एकदमै बिल्कुल प्रतिकूल बनिरहेको छ। ऐसेलहरको बजार तलतिर हेर्नु भने यस्तो र मेरो गाउँ जलेश्वरी पुरै बादलमा डुबेको छ। अनि साथीहरू, मेरो गाउँको यो बाटो एकदमै चर्चित बाटो जहाँनिर बिजुलीको भने सुविधा आइसकेको छ। केन्द्रीय लाइन यो माथिको टावर डाँडा पुरै ढाकेको छ बादलले भने अब हामीलाई यो भित्ता मात्रै एउटा चिज रोड मात्रै चाहिएको छ। रोड भयो भने जलेश्वरीको तामाङवासीहरूले साँच्चैको सुविधाको अनुभूति गर्न पक्का पाइनेछ। माथिल्लो बाटो हिँड्दा भने यस्ता खोलाहरू लगभग 10-12 वटै कट्नुपर्छ। रोडसम्म पुग्न भने यस्तो अप्ठ्यारो बाटोहरू पार गर्दै आउनुपर्ने हुन्छ। जबसम्म कि यी अप्ठ्यारोहरूले पन्छाएर जबसम्म यो रोड ऐसेलहरकासम्म जोडिन्न तबसम्म हाम्रो माथिल्लो भेगको जलेश्वरीवासीलाई कठिन भने पक्कै छ। साथीहरू, लगभग म ऐसेलहरकाबाट हिँडेको 8 बजे, त्यस्तै अहिले भइसकेको छ 9:30। 1.5 घन्टाको अन्तरालमा बिस्तारै हिँड्दा र छिट्टो हिँड्दा 1 घन्टामा आइपुग्ने बाटो हो। यति बेला म बल्ल धेरै हिँडेपछि यो ठुला जङ्गलहरू, पातले घारीहरू, अप्ठ्यारा बाटोहरू पार गरेर यहाँ रोड भए ठाउँसम्म आइपुगेको छु। अब भने म घरसम्मै यो रोडकै बाटो हिँड्छु। लगभग 10-15 मिनटको बाटो भने रोडको बाटो छ। तपाईँहरूलाई पनि जानकारी गरौँ, यो हाम्रो माथिल्लो भेगका तामाङवासीहरू हिँड्ने यो एकदमै चर्चित मूल बाटो। जबसम्म रोडको पहुँच हुँदैन तबसम्म भने हामीलाई ऐसेलहरको पुग्न र बजार भरेर आउन अनि कहिलेकाहीँ बिरामी हुँदा एम्बुलेन्स अनि गाडीहरूको सुविधा नहुँदा भने निकै गाह्रो हुनेछ। यदि यो बाटो, यो सडक सञ्चालनमा हुने थियो भने हाम्रो तामाङ समुदायका गरिब परिवारमा हुर्किएको मान्छेहरूको कुनै बेला बिरामी हुँदा, आपद विपद परिरहेको बेलामा सहजै एम्बुलेन्स, बाइक र गाडीहरू सरर गुडेर यो विकट ठाउँको जनजीवनको उद्धार हुने थियो। यस्तो पहाडलाई काटेर यहाँ रोड बनाएको छ। यो ठाउँ भने अलि निकै अप्ठ्यारो ठाउँ हो। पछि यदि सवारी साधनहरू चलिरहेको अवस्थामा पनि अलि केही समस्या होला कि भन्ने ठाउँ भनेको यही ठाउँ हो। तल हेर्नु भने भयङ्कर ठुलो भिर छ। यो मेको खोलाको शिर पारी ऐसेलहरका यो गाउँडे खोला नामले चर्चित खोला। साथीहरू, तपाईँहरूले आजको मेरो यो
छोटो मिठो भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक सेयर र कमेन्ट गर्न भने पक्का नभुल्नु होला। र यदि तपाईँको सब्सक्राइब गर्न बाँकी देखिन्छ भने पनि गरिदिनु होला। तपाईँको सानो सहयोग मेरो लागि ठुलो हुनेछ र म एकदम यहाँहरूप्रति आभारी पनि हुनेछु। र म टाढा कतै जाँदाको राम्रो भिडियो भने पक्का ल्याउनेछु। आज भने म युट्युबर आफ्नै गाउँ कस्तो रहेछ र हिँड्ने बाटो कस्तो रहेछ र मेरो गाउँ कस्तो रहेछ भन्ने बारे यहाँहरूलाई देखाएको छु। हेरिदिनु होला। यस्तै हो, फेरि भेटौँला। हस्त नमस्कार।